नमस्ते साथीहरु, म अहिले बिग वेब बे भन्ने ठाउँमा आइपुगेको अवस्था है साथीहरु। बीचमा बिग वेब बे है साथीहरुलाई बिग वेब बे भनिन्छ साथीहरु है। यहाँ ठुलो छाल आउने रहेछ यहाँ चाहिँ, त्यही भएर यसको नाममै बिग वेब बे रहेछ है साथीहरु। वेब चाहिँ एकदम ठुलो छाल आउने भएको कारणले चाहिँ बिग वेब बे भनिएको होला है। ल हेर्नुस् है साथीहरु, यहाँ चाहिँ यहाँको अवस्था चाहिँ यस्तो छ साथीहरु। ल हेर्नु होला, मान्छेहरु यो वेब हेर्नलाई पनि तपाईहरु चाहिँ यहाँसम्म आउने गर्दछ है साथीहरु। कुकुर पनि लिएर आएको अवस्था हो। यहाँ फोटो सेसन गर्नलाई हैन, फोटो भिडियो खिच्नलाई चाहिँ यहाँ मान्छेहरु आउने गर्दछ है। यहाँ विशेष गरेर उ त्यहाँ चाहिँ अब स्विमिङ गर्नेहरु चाहिँ एकदमै है साथीहरु। यस्तो पनि स्विमिङ गर्ला साथी, हेर्नुस् त यस्तो दामी सिन देख्दो रहेछ यहाँबाट है साथीहरु। ओ त्यहाँ पनि एउटा भ्यू पोइन्ट रहेछ अर्को साइडबाट है, हाइकिङ जाने बाटो रहेछ साथीहरु त्यो पनि है साथीहरु। ल हेर्नु साथीहरु है, आम्मा यस्तो दामी सिन देख्दो रहेछ यहाँबाट फेरि। ल साथीहरु, मैले यहाँबाट पनि तपाईहरुलाई यसो देखाएको छु। ल हेर्नुस् त त्यहाँ म यस्तो दामी पानी फेरि कस्तो निलो के साथीहरु, एकदम ब्लू है, एकदम सफा पानी है साथीहरु। तपाईहरु हेर्नु सक्छ यसरी है। सबै रेस्टुरेन्टहरु पनि छ उ त्यहाँ फेरि है, रेस्टुरेन्ट पनि रहेछ। चट्ट बसेर वेब हेर्ने, खानी, बस्ने, रमाइलो गर्ने है साथीहरु। तपाईहरु पनि यहाँ आउनु होला है साथीहरु। यसको नाम चाहिँ बिग वेब बे भन्छ साथीहरु यो ठाउँलाई है। ल साथीहरु, भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद।